तिम्रो मम्मी आउँदै हुन्छ तिम्रो मम्मी अब आज हेर न यस्तो भनेर भएपछि कसरी हाम्रो भोलि आउनुहुन्छ अहिले साँच्ची ज्वरो हेर त तिमीलाई यहाँ मम्मीलाई लिनु गएको छ बाबा खाएपछि मात्रै मम्मी आउने Maya basa afai duk nalai Maya basa afai duk nalai दिदीको नाम भन्देऊ त दिदीको नाम भन्दैछु प्रतिका हो प्रतिका